सो हेलो गाइज नमस्ते। आज चाहिँ हामी आएको छु होटेलमा किचनको मान्छे नभएपछि चाहिँ आज चाहिँ हामी आफै बनाउने हो खाना। हाम्रो केटाहरू आएको छ, भित्र छ, खाना बनाउने हो, खाने हो, स्टाफ छैन, त्यही हो। कस्तो बनाउने गाइज भन न। भात पाक्यो? पका छिटो। खाना बनाउने आज यही हो, खाना यसले बनाउने हो। अनि यहाँ बुन्नु छ, बुन्नुले सब्जी काट्दैछ। क्यामेरा होइन यो यस्तै हुन्छ। आलु हाम्रो यहाँनिर छ। आलु यसरी पकिसक्यो। लसुन यहाँ छ। यही हो राइस। सो गाइज हाम्रो राइस चाहिँ यहाँनिर छ। राइस पाकिरहेको छ। बाहिर म एकचोटि हेरेर आउँछु। भोक लागिसक्यो, 1 बजिसक्यो, अहिलेसम्म खाना रेडी भएको छैन। कोही पनि आएको छैन। सुशीला भन त आज कस्तो लागिरहेछ त? भन न। म बिरामी भएको मान्छेलाई नि मलाई जबरजस्ती बोलायो। अरू जबरजस्ती 10 जनाको पार्टी छ, किचनवाला 1 जना आइसक्यो भनेर म आउनै थिइनँ। जबरजस्ती मलाई बोलाएर म आउनु पर्यो। फाइनली सुशीलाले आइसक्यो। अनि हाम्रो बर्को भाइ भन न, तिमी के भन्न चाहन्छौ? कस्तो महसुस आज फुटसल खेल्न गएको थिएँ, बर्को भाइलाई कस्तो महसुस भइरहेछ त? जुम गर न। होइन यति ठिक छ, भन न। राम्रो फिल भइरहेछ। खुट्टाले काम गरिरहेछ नि। आज फुटसल खेल्न गएको थिएँ, बर्को भाइ अघिसम्म बिमारी थियो, अहिले फ्रेस भइसक्यो। हामी फेरि किचनतिर जाने आइसक्यो फेरि फाइनली। खोइ के भयो? के कटिङ गर्नुपर्ने? सो गाइस अब हामी कटिङ गर्नेछौँ। पत्ता कोबी, आलु। यसलाई अझै सानो बनाउने हामी भनौँ। पत्ता कोबी कटिङ। So guys, shopping गर्ने हामी। पिरेको बस। So guys हाम्रो आलु यहाँ छ, धुन जान्छ, सोयाबिन पनि छ, धुन चल। हामी धुन गइरहेको छौँ। आलु छिटो। यहाँ आलु धुँदैछ यसले। अलि मजाले सरसफाइ हुने गरी आलु यहाँ छ। हाम्रो किचनको अवस्था यही हो। किचन हाम्रो यहाँ चाहिँ अहिले फ्राई पनि विशेष सब्जी धुँदैछ। राइस हाम्रो यता राइस चाहिँ यता यति पाकिसक्यो, पाक्न लागिसक्यो। भयो। अब 1 राउन्ड घुमेर आउने। क्या रे भिख मंगिया, क्या देख रहा है? सो गाइज म यतातिर 1 राउन्ड घुमेर आइसक्यो। बार्को भाइको हाम्रो चर्तिकालाई देखाउँदैछु। यहाँ छ हाम्रो बार्को भाइको चर्तिकला। बस्ने हो, फोन चलाउने हो आनन्दले, त्यस्तै हो।
आएको छौँ हामी किचनमा। आज त किचन बाहिर अहिलेसम्म सब्जी धोएर भ्याएको छैन त्यसले, अहिलेसम्म सब्जी धोएर भ्याएको छैन। मात्र एक राउन्ड एक गाउँ घुमेर आइसक्यो भर्खर। यस्तो अवस्थामा छ हाम्रो कुकम्यानको अवस्था यस्तो छ। ल बस राजा सो गाइस हामी खाना अब बन्दैछ। खाना अहिले बनिसकेपछि फेरि भिडियो देखाउँछु, खाने बेलामा फेरि देखाउँछु है। सो गाइस हाम्रो चाहिँ खाना पाकिसकेको छ, अब खाना आइसकेको छ। अब हामी खाना खान जाँदैछौँ। यहाँनिर खाँदैछ अविनाश, त्यहाँ छ बुनु, यहाँ छ खाना खाँदैछ। म पनि खाना खान लाग्दैछु। टक्कसँगले अचार खाइ त यो पनि हाल खाएको पनि खतरा ढुल्छ। सो गाइस अचार पनि यहाँ छ। हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद, ये क्या हुआ? बस एकदम कड़क माल है हैन। आज के लिए फिलहाल इतना ही। बाय गाइस।